Hello everyone, welcome back to my another video. अनि आज चाहिँ हाम्रो फेरि छुट्टी तीनजना भेला भएर चाहिँ अब फेरि आज हामी केही गर्ने कोसिस गरिरहेको छौँ घुम्न जाँदै छौँ त्यसको लागि चाहिँ अब हामी रेडी हुन्छौँ है ओके ल अब हामी रेडी भइसकेको छौँ अब बाहिर निक्लिनु हो हिरोइन नम्बर 1 हिरोइन नम्बर 2 हिरोइन नम्बर 3 कता गयो अर्को प्लास्टिक बोकेर अब हामी ड्राई पिकनिक जस्तो जानु खोजेको चाहिँ हो तर हाम्रो वेदरले साथ दिन्छ कि दिँदैन थाहा भएन होइन यो बेसी हिरानी हुनु खोज्छ तर म जतिको राम्रो चाहिँ छैन है यो ल लेट्स गो गाइस अब हामी बाहिर निक्लिँदैछौँ होइन लेडिज एन्ड जेन्टलमेन लु हिरोइनहरू यता हेर्दै ल लजाउँदैछ एकदम अब हामी बाहिर निक्लिसकेको छु जाँदैछु वेदरले पनि अलिअलि साथ चाहिँ दिला जस्तो हामीलाई तर पानी देखाउँछ देखाएको थियो तिनजनासँगै छुट्टी बस्दाखेरि जहिले छुट्टी बस्यो कि यस्तै हुन्छ ओइ रोड क्रस गर्दाखेरि अलिकति हेरेर गरेँ केटाकेटी हो तँलाई जाडो भएको साह्रै जाडो भएको ऊ चाहिँ आइल्यान्ड जाने अरे अब उसको लागि हामी टिकट काट्न जाँदैछौँ ऊ आइल्यान्ड कामको लागि आइल्यान्ड जाँदैछ ऊ धेरै नै साई पर्सन यता हाई भनिदेऊ डोलमा हाई यता फाइनल्ली साथीको टिकट पनि भयो धेरै बेर रुम रुची पऱ्यो पर्दाखेरि अनि अब हामी जाँदैछौँ म पनि जान आँटेको छु आइल्यान्डमा गएर बेसी पैसा कमाउने आइल्यान्डमा भेट्न चाहनुहुन्छ भने उहाँलाई भेट्नु सक्नुहुन्छ उहाँ त हाम्रो ब्युटिफुल भइगयो लास्टमा त प्रमोसन गरिदिरहेको छ यार काम गर्ने ठाउँको प्रमोट पनि गरिदिरहेको छ यति भएपछि त हाम्रो के अरे बोसहरूले पनि ओइ मलाई फुल किन्दैन केटी हो यहाँनिर घरमा लगेर स्याहार्नु पर्यो नि त नि ओइ कोरियामा भएको मान्छे त आज कति धेरै क्राउड त नि ओइ बुक किन्दे त म पढ्न त्यो दासो नि बुक किन्दै रिया एउटा रिया ओइ मेरो भिडियोमा तँ ज्यादा आइस् त अनि म खासमा म आउनु पर्ने होइन है हिरोइन त मै हो यार जति भने पनि कता हो अब फेरि यसको हेडफोन साट्नुलाई जाँदैछौँ हामी चेन्ज गर्नुको लागि यसको हेडफोन किनेको अरे 30 युरोमा तर चलेन अरे क्या मलाई किनिदिँदैछ नि त्यसले फोन झुन्डाउने हो फोन झुन्डाउने के किन आँटेको अरे कभर मात्रै ब्लुटुथहरू ओइ माथि गिफ्टको लागि चाहिँ दामी रहेछ त्यहाँ माथि हेर्दा यो के हो कस्तो राम्रो रहेछ त यहाँनिर बाई फाइनली हाम्रो सपिङ त के भन्नु र अलिअलि सक्यो सामानहरू किनेर अब जाँदैछौँ उता फाइनली हाम्रो दिदीको ज्यादाभन्दा ज्यादा पैसा सकेर हामी जाँदैछौँ अब होइन जाँदाखेरि अब चाहिँ हाम्रो डेस्टिनेसनतिर लाग्दैछौँ त अघि रोड क्रस गरेर उनीहरू चाहिँ गइसकेको हामी दुईजना मात्रै यहाँनिर रहिरहेको अवस्था यस्तो डिलिसियस केकहरू देखाइरहेको छ जुनै भयो भने अहिले अलिकति कुन चाहिँ किन्ने मलाई ज्यान होइन मलाई अहिलेको लागि केक चाहिएको केक आई वान्ट केक पैसा धनी मनीहरूसँग हिँड्यो भने हाम्रो एटिएम दिदी चाहिँ त्यता हुनुहुन्छ एटिएम दिदी हेलो स्पोन्सर आजको स्पोन्सर जे पनि मलाई भ्लगिङ स्टिक पनि किनिदिएको छ गिफ्ट पनि किनिदिएको छ अब जे केक पनि किनिदिँदैछ होइन पैसा माग्छु ब्याज चाहिँ भनेर भनेको तर त्यसले त्यस्तो गर्दैन मलाई थाहा छ युआर माई बेस्ट फ्रेन्ड रेडी आवर केक लेट्स गो अब हाम्रो डेजर्ट पनि भइसकेको छ होइन अब हामी नेपाली रेस्टुरेन्ट गएर हामी त्यहाँबाट केही कुराहरू लान्छौँ
बिस्तारै हामी जान्छौँ। ग्रिसमा बाइक देखेको चाहिँ एकदम रेयर हो कि, त्यसैले वाउ केटिएम पो रहेछ त यार। नेपाली दोकान जाने किन है, के किनिदिने त्यहाँ भन्दा? यो चाहिँ हाम्रो ग्रिसमा भएको भिक्टोरियामा पार्टेसन 56 मा भएको नेपाली मार्केट हो है। यहाँनिर सबै सामान पाउनुहुन्छ तपाईँहरूले। हामी पनि यहाँनिर सामानहरू लिन आएको लिँदाखेरि अहिले त तितौराहरूले पनि आएको रहेछ। केटीहरूले यहाँनिर किन्दैछ किन्दाखेरि होइन। जे पनि पाउनु सक्नुहुन्छ यहाँ होला। ओइ खैछोड त नेपालको फ्ल्याग देखाउँछु हाम्रो। यहाँनिर सबै छ है। तपाईँहरू के अरे है पूजाहरू गर्नुहुन्छ अथवा केही चाहनुहुन्छ भने योहरू पनि छ। म चाहिँ आज तर दुईटा मजा भइरहेछ कि मैले मेरो नेपाली हो अघि बाजे पुरै सय धुङ्गा गाउनु यहाँनिर अरू अरू चिजहरू पनि छ सबै लिन सक्नुहुन्छ। झुम्का सुम्काहरू पनि नेपालको झन्डा त लानुपर्ने हो तर अहिले होइन, अहिले घर हाम्रो अलिकति। अनि यहाँनिर कुरमुरीहरू पनि छ है। म आज के अरे है दुईटा पसलको चाहिँ मैले उयो गरिसकेँ क्या, त्यतिकै प्रमोट गरिदिइसकेँ। यहाँनिर दाई पनि हुनुहुन्छ हाम्रो यहाँ नेपाली पसलको दाई पनि हो। सामानहरू पनि सबै छ। सुकुटीहरू पनि आएको छ अरे दाईले भन्नुहुँदैछ। सुकुटीहरू पनि खानु चाहनुहुन्छ भने वाइ यहाँनिर वाइ कार्टुनको 11 युरो अरे सबैजना। अलर्ट नेपाली पसलमा अहिले वाइ कार्टुनकै 11 युरो मात्रै अरे। खिम्ची पनि छ है। तपाईँहरू कोरियन चिज मन पराउनुहुन्छ नि खिम्चीहरू पनि छ। गर्नु हुँदैछ उहाँको पसलमा के आएको छ अरे। सुकुटी पनि आएको छ अरे। बुलडग अब अरू ठाउँ कतिमा किन्नुहुन्छ थाहा भएन तर यहाँ चाहिँ सुकुटी आएको छ अहिले हैन। रागाको एभरेस्ट ब्रान्डको अनि बुलडग पनि हजुरले पाउनुहुन्छ पिसको मात्र 2 युरोमा। प्याकेट लानु भयो भने हजुरले 1 युरो डिस्काउन्ट जम्मा 9 युरोमा। वाह। अनि करेन्ट पाउनुहुन्छ हजुरले प्याकेटको 4.50 मा। वाइ प्याकेटको मात्र 11 युरो। करेन्ट कार्टुनको मात्र 18 युरो 17 युरो मात्र त्यसैले सबैजना अहिले स्पेशल आइहाल्नुहुन्छ। अहिले हामीसँग स्पेशल आएको छ आमाको बाको होइन फेरि आमाको चटपटे पेस्ट चटपटे बनाएर घरमा खान चाहनुहुन्छ नि यहाँ आउनु सक्नुहुन्छ तपाईँहरू। तर मिस्टेक भएछ नि त यो देखाउन पनि त्यो देखाइदिन्छु म। मिस्टेक भएको नै त राम्रो होइन हुँदाखेरि। हाम्रो यहाँनिर चाउमिन बनाउनु दिएको थियौँ। अब चाउमिन लिन आउँदैछौँ। दामी गर्नुभएछ दाइहरूले अहिले नयाँ। ओइ माथि यो त मैले दिएको थिइनँ। यो पनि दामी ल। यो चाहिँ झन् दामी भएछ। फाइनली हाम्रो सबै अब चाहिँ खानेकुराहरू पनि रेडी भइसक्यो। अनि हामी जाँदैछौँ नि। कहाँ जाँदै गरेको हामी घोडे पार्क एलेक्जेन्डर पार्क हो। तर मान्छेले चाहिँ घोडे पार्क भनेर घोडे पार्क बनाइदिइसकेको छ अहिले। हामी चाहिँ अब हामी के गर्नु जाँदै गरेको है त्यहाँनिर गएर बसेर खान जान आँटेको हो। ड्राई पिकनिक जान आँटेको अरे। घुम्दा रात पर्छ कति बेला ड्राई पिकनिक हो। त्यही माथि वेदर पनि यस्तो भएको अब लदिकीले गएर त्यहाँ गएर डान्स गरिदिन्छ अनि दामी हुन्छ हो कि लदिकी। ओके हामी एलेक्जेन्डर पार्क आइसकिसक्यौँ। घोडे पार्क भनेर यहाँ घोडामा चढेको मान्छे देखेकोले गर्दा यसको घोडे पार्क भएको क्या, अरू केही पनि भएको होइन घोडे पार्क जानु। अनि यहाँनिर तर नेपालीहरू लास्टै ज्यादा धेरै भेट हुन्छ। हाम्रो दाजुभाइ तथा दिदी बहिनीहरू हामी त्यसैले खुसी हुँदै हामी भित्र जाँदैछौँ। आजका मौसम भी बहुत ठन्डा हो रहा है गाइस। ठ्याक्कै यहाँनिर घुम्नुको लागि चाहिँ राम्रो रहेछ भित्र। म त आएको थिइनँ कहिले पनि घोडे पार्कभित्र है। यो चाहिँ दामी तँ यहीँ आएको र? हाम्रो फाइनली हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुग्यौँ होइन। हामी आज यति घुमेर कताबाट कुदेर गएर तर अब कस्तो छ थाहा छैन। आउनु चाहिँ आएको छौँ। हामीले सोचेको जस्तो हुन्छ कि हुँदैन है। अब हेर्दै गरौँ बिस्तारै। त्यस पछाडि दामी तर मतलब बस्नुको लागि चाहिँ मजाको रहेछ ठाउँहरू। फाइनली अब चाहिँ फाइनली हामी आइपुग्यौँ। अब हाम्रो प्रिपेयर हुँदैछ। यहाँबाट कसैले है सेक्रेटी आएर भगायो भने चाहिँ म जान्दिनँ कि अहिलेदेखि याद गरिरहेको त्यो कुरा चाहिँ। लड्कीको सुत्ने ठाउँ बनाइदिए आएको। ल हाम्रो खानेकुराहरू निक्लिँदैछ अब
अब हामी सबैजना बसेर खाने हो यहाँनिर भनेर आएको आउनु पर्छ ओ ठिक्क धन्न है बस्ने बेलामा चाहिँ घाम पनि लागिरहेको यो पनि खोलिदिनु थियो मेरो फोन एकचोटि निकाल्दा रिया भित्र राख्न अनि त ढल्छ कि यस्तो रे त्यही भित्र हाल्नु न त्यही भित्र राख्दिनु मेरो फोन निकाल हानेको रिया एकटा यहीँ रहेछ साइडमै निकालेर दिएको छ यार मलाई कसको कुकुर हो यार अनि कुकुरको उयोमा आएको रहेछ माछाको छिटछिट खायो मासुवाला चाहिँ खोइ मासुको बास्ना आएर अब होला है चोइ हेर चेस भनेको होइन उयो त चपिस्टिक खोइ मलाई चपिस्टिक दियो त केटी हो तिनीहरूले त्यो दुइटा दिएन चम्चा यो दुइटा स्टार भएको चेयर्स त गर केटी हो के साह्रो तिमीहरू मोमोको लागि चेयर्स गर कुकुर कुकुर खेलाउँदै खाँदैछ चेयर पनि नगरी खाएन ओ यो त अचार दे त लु म खाएको हेर आज भित्र गम्लिङ कोसँग लजाएको लदेखि म त्यो पो थको पर्दाखेरि तँ देखेर सबैसँग यसो गरेर मजाले घोचर खाएको छ बुढो नै अर्कोले लाने पिसफुल्ली खानु आएको कुकुर खेदाउँदा कुकुर खेदाउँदा हाम्रो खानेकुरा बचाउनु कि कुकुर खानु भइरहेको छ हामी यहाँ खाँदाखेरि अन्त लोकेसन चेन्ज गरेर हामी अर्को ठाउँमा आएर फेरि खानादेखि आज जस्तो खतरनाक केही छैन होइन त्यहाँ चाहिँ कुकुर धेरै नै थियो क्या यहाँ नाम्दा पनि छ बढी हाम्रो ड्राई पिकनिक चाहिँ अब सकिनु लागिसकेको छ डेजर्टको पाली हुँदैछ अब हाम्रो यसलाई त मन पर्दैन नखाने स्विट नखाने हेर मलाई माया गरेको लु उसले आफै खाएँ खाँदाखेरि ल है त फाइनली हाम्रो ड्राई पिकनिक पनि सक्यो कुकुरले खेदाउँदै होइन हामीले खानेकुराहरू खाइसक्यौँ होइन अब हजुरहरूलाई मेरो अझै भ्लगहरू हेर्नु मनपर्छ ओर्छ भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला होइन नेक्स्ट भ्लगको लागि अब चाहिँ म डेली त होइन म हप्तामा 2टासम्म चाहिँ भिडियो हाल्ने कोसिस गर्छु बाई बाई सी यु नेक्स्ट टाइम